गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अहिले उल्लेरी घोडेपानी छौँ अनि हामी चाहिँ अब यस्तो बिहान बिहानै पुनिल सनराइज हेर्ने हिँडेको होइन। म र दाइ छौँ अनि के हुन्छ अब यस्तो मौसम चाहिँ सबै खुल्ला भएको छ। अब जाने बेलासम्म कस्तो हुनेछ अहिले 5 बज्न बस्नु लागेको छ अनि यहाँबाट पुग्दा कस्तो हुन्छ। गाउँ एकदमै अक्का छ, उनीहरू पनि गाउँ एकदम सबैजना आउनु होला यो ठाउँ होइन। बवाल छ अहिले, त्यही पनि हल्का अफ सिजन भए पनि हामी आयौँ, केही छैन। अब अच्छा अब कस्तो हुन्छ माथि गएर चाहिँ हेर्नुपर्ने हुन्छ। दाइ अहिले फ्रेस हुन जानुभयो अनि दाइ र म चाहिँ अब जानुपर्ने हुन्छ। जस्तै सिआइडी जान्छौँ कि टाढा। अच्छा अहिले हेर्नु अब छिटो गरेर जानुपर्छ। दाइ यहाँ सुत्नुभयो, म यहाँ सुतेर थिएँ होइन। हामी दुईजना चाहिँ दाजुभाइ अब हिँड्यो पुनिलको लागि अनि उज्यालै भइसक्यो पुरै के कस्तो हुने उहाँ पुग्नेसम्म। रुममा बनाएँ तपाईँ टोइलेट जानु मैले त बनाएँ नि। हजुर उज्यालै भइसक्यो अब बाटो थाहा। मन्दिर पछाडिबाट भन्नु थियो के अरे, मन्दिर देख्नु थियो र उनीहरूलाई मन्दिर पछाडिबाट दाहिने जाने भन्नुभएको थियो। यहाँबाट चट्ट लाएर जानुपर्छ। चिसो चाहिँ यता होला है के कता। यहाँ बोट हाले जस्तो छ यता चाहिँ वे टु पुनिल। अब चाहिँ चट्ट जानुपर्ने हुन्छ। अनि त्यही अच्छा भएमा देखाइहाल्नेछौँ। त्यही ट्याकको गेटमा आयो, इन्ट्री गराउनुपर्छ। के काट्नुपर्छ गेटबाट चाहिँ ठ्याक्क माथि उठ्यो ठाउँ चाहिँ एकदम यस्तो छ टिकट। कति लाउनुहुन्छ? हजुर ओहो अब चाहिँ उकालो लाग्नुपर्छ फेरि। अहिले उक्लिँदा उक्लिँदा घाम देखिँदा हिँड्दै त्यहाँ बोर्डमा त के को 150 लेखेको थियो नि त्यो टुरिस्टहरूलाई होला क्या। लगभग आधा घन्टा जस्तो हिँड्यो, अझै पनि बाटो पाइयो छैन, ठाउँ पुगियो छैन। दाइ हिँड्दै हुनुहुन्छ मात्र एकदम थकित भइदो रहेछ। आउँदा चाहिँ आयो भन्यो, अब त्यहाँ आएन। च्याप्प जङ्गलमा हिँड्दैछ। यता बाघ साग पनि होला चाल पऱ्यो भने। हिँड्न नसकिन्छ त नआनी हुन्छ यहाँ। त्यस्तै छ बाटो। चरा
अझै अब ट्याक्क म आइपुगेपछि डाइरेक्ट भेट्नु पनि हुन्छ हामी एकदम कष्ट गरेपछि चाहिँ बल्ल हामी आइसक्यो ओहो टाउको यहाँबाट चाहिँ यता तल्लो भित्र हेर्नुपर्ने हुन्छ एकदम मर्निङ सट त्यही माथि चाहिँ टाढ्नु चढेर हेर्नुपर्ने हुन्छ घाम पनि झन्डा झन्डा निस्किसक्यो चाहिँ एकदम बिजोग भयो त्यहाँ पनि सन्ध्याहरू मान्छेहरू छन् त्यहाँ के छैन हामी चाहिँ थोरै ढिलो भयो फाइनल्ली हामी चाहिँ यहाँ माथि आइयो अच्छा ठाउँ चाहिँ बल्ल देखियो पुनेल 3210 जो माथि रहेछ यो उचाइमा यहाँबाट चाहिँ दर्शक धेरै छ एकदम अच्छा तरिकाको छ यहाँ चाहिँ है भर्खर निस्किन लागिरहेको छ सूर्य हामीले यस्तो 2-4 फोटो खिच्यौँ त अनि अब चाहिँ त्यति भएछ पुग्छ हामीलाई अनि यस्तो हेरौँ एकैछिन उक्लिने हो र उक्लिउँ न त पानी खाएर उक्लिउँ ल ओहो के साह्रो टाउको दुखी जस्तो भएन है टाउको चाहिँ झ्याममा हान्दो रहेछ यहाँ नै है उयो त्यो बोर्ड पनि खिच्नु पऱ्यो नि अन्त हामीले है उयो त्यो बोर्ड पनि खिच्नु पऱ्यो नि तातो खाने चाहिँ कति हुन्छ आयो त्यहाँ हट वाटर छ 100 वाटर 100 तातो पानी चाहिँ आयो तर एकदम सस्तो रहेछ एक ग्लासको यत्रो ग्लासको 100 है एकदम व्यापार दरो होला सबैजना अच्छा खाना हुन्छ चमेलीको तेल माया बम्बई जाने रेला चमेलीको तेल माया बम्बई जाने रेला कहिले हाँसो कहिले आँसु पिरतीको खेला आहै पिरतीको खेला कालो कौवा रेलीमा पिपलु हाँगैमा झैपारुला रेलीमा यही मङ्सी यहाँ चाहिँ बल्ल मक्खन घाम निस्कियो अहिलेको टाइममा चाहिँ यो माछा पुच्छ्रीले चाहिँ छिर्दो रहेछ सनराइज सुरुमै भइसक्दो रहेछ अनि पछि बल्ल चाहिँ सनराइज भएपछि चाहिँ बल्ल निस्किँदो रहेछ यो माछा पुच्छ्री हिमालबाट एकदम अच्छा उज्यालो घाममा नै एकदम अच्छा भइसकेको छ घाम लासी त तातो जस्तो हुने नि है घाममेनेको घाम एकदम तातो भएर रहेछ त्यहाँ चाहिँ टिकटक चल्दैछ तल तिर्कुली भन्दै भर्खर फेरि तलबाट नि हल्का हल्का मान्छे उक्लिदियो अझै अब बिस्तारै बिस्तारै आउँदैछौँ हिँड्न नसक्नेहरू चाहिँ अब आनन्दले बिस्तारै तल जानुपर्ने हुन्छ चिसो चाहिँ मजाले छ अनि कोही फेरि बल्ल आउँदैछन् लास्टै थाके झन् च्यासेर फ्याफै भयो डुप्लिकेट विदेशी रहेछन् कि आइनीहरू फाइनली ब्याक अब चाहिँ रेस्ट गर्नुपर्छ अच्छा भयो कि कस्तो है नत्र त
आएको फाइदै हुँदैन। चमेलीको तेल माया बम्बई जाने रेला चमेलीको तेल। हाम्रो चियाबाट पक्का खाना आइसक्यो खाजा दाइले सुरु गर्नुभयो। अब यो खानुपर्ने हुन्छ है चट्ट पार। कस्तो हो दाइ? यस्तो खाम। हामी चाहिँ गाई जगिन आइयो है। यहाँ उसले आइसक्यो गोरेपानीबाट फर्केर पनि। अनि अहिले चाहिँ हामी यस्तो हान्दैछौँ। दाइ उता रुममा हुन्छ खाजा खाएर बसेको होइन। रुममा त्यहाँ फेरि त्यो चार्ज गर्ने बिग्रिरहेको छ, त्यही भएर चार्जर लिएर चाहिँ म तल हिँड्दैछु। दार्जिलिङतिर गएर चार्ज गर्नु पुगेछु। त्यही यो फर्किने त भ्लग बनाएन, चार्ज थिएन। फर्किने बेला नबनाएपछि चाहिँ यस्तो छोटो सिनेमेटिक गर्छु कुनै कुनै, त्यो चाहिँ हेर्नु होला। एकदम माया देखाइदिनुहोस् कस्तो लाग्यो भ्लग, कमेन्ट गर्नुहोस् है। अर्को भ्लगमा छिटै भेट्नेछौँ। धन्यवाद है। हामी चाहिँ यहाँ गेम खेल्न आएको। अब गेम फाइनल गेम भएपछि चाहिँ अनि बल्ल जान्छु। 2-3 दिन अझै यहाँ बस्छु। माया देखाइदिनु सबैजनाले, त्यही भन्न चाहन्छु। धन्यवाद सबैजनाले हेर्नु सबैजनालाई। चमेलीको तेल माया बम्बई जाने रेला चमेलीको तेल माया बम्बई जाने रेला कहिले हाँसो कहिले आँसु पिरतीको खेला आहै पिरतीको खेला कालो